हेलो एभ्रिवान, गुड मर्निङ। आज म हजुरहरूलाई केही देखाउन गइरहेको छु। आज मङ्सिरको 3 गते भयो। अरे पहिलेदेखि नै सोचिरहेको थिएँ देखाउँछु भनेर टाइम मिलिरहेको थिएन। मङ्सिरको महिनामा पनि मेरो बगैँचामा यहाँ एउटा फल फलेको छ। हाम्रोतिर असार साउनमा हुन्छ है त्यो। जेठको महिनादेखि यत्रोको हुन्छ सायद यत्रोको। अनि असार साउनमा चाहिँ त्यो खान लायक हुन्छ, तर यहाँ मङ्सिरको महिनामा नै खान लायक छ। म हजुरहरूलाई देखाउँछु है त। ल हेर्न सक्नुहुन्छ साथीहरू, त्यो के हो भनेर। कटहर के मङ्सिरको महिनामा पनि यहाँ कटहर फलिरहेछ कि एउटा खान लायक भएको छ, त्यसलाई म टिप्छु होला, सायद टिपेर लग्छु खानलाई। अरू पनि भइरहेछ कि सानो सानो यत्रोको भइरहेछ। म त दङ्ग परेँ। मङ्सिरको महिनामा पनि कटहर खाने भइसक्यो।